रुकुम चौरदारीमा पनि मलाई चिन्ने धेरै हुनुहुँदो रहेछ। हेलो एभ्रीवन, आज चाहिँ दिदीहरूलाई भाडा दयार चाहिँ हामी लाइसेन्स निकाल्ने ठाउँ गयौँ। फेरि लाइसेन्स निकाल्न गयो भन्नुलाई लाइसेन्स निकाल्न होइन, बायोमेट्रिक छ, आज बायोमेट्रिक दिनलाई जाने हो। त फाइनली गाइज हामी कुरा गर्दा गर्दै बायोमेट्रिक दिने ठाउँ पनि पुग्यौँ र बायोमेट्रिकमा म कतै फालिने कि होइन भनेर सोचिरहेको थिएँ। त्यहाँ त केही रहेछ, नर्मल्ली फोटो खिचाउने ल्याप्ची ल्याउने यताउता रहेछ। अनि फाइनली गाइज 1-2 घन्टापछि त्यो काम सकियो। त्यसपछि नास्ता खानालाई गयौँ, भोक लाग्थ्यो र गाइज हामीले नास्ता अर्डर गर्यौँ। हामीसँग चाहिँ दिदीहरू हुनुहुन्छ र मेरो प्यारो दाइ हुनुहुन्छ र हाम्रो सिजना दिदी चाहिँ मोमो लभर हुनुहुन्छ, जति बेला पनि मोमो भन्नुहुन्छ। र आज मैले नि खाइदिएको मोमो, म सँगसँग मेरो लक्ष्मण दाइले पनि खाइदिनु भयो, टेस्ट गरिदिनु भयो क्या मोमो। र गाइज मोमो लगतै चाउमिन पनि खाइयो। चाउमिन खाँदा खाँदा खाएर पनि सकियो। त्यस्तो टेस्ट त मानेन चाउमिन, तर ठिकै थियो। र गाइज हामीले चाउमिन खाएर के सकेको थियौँ, भाइहरूले त चिन्ने रहेछन्, मेरो भिडियोहरू हेर्ने रहेछन्। दाइ तपाईँ त कमेडियन होइन भनेर भन्छन्। ल हो यार भाइ भनेर भने। र गाइज हामी त्यसपछि सिधा गयौँ केटी हेर्दै हेर्दै फिल्डतिर बस्नलाई। अनि जाममा एउटा केटी मन पर्यो भाइ भनेर मलाई लक्ष्मण दाइले भन्नुहुन्छ। मैले भने दाइ त्यस्तो गर्नु हुँदैन है दाइ, मेरो सोझो भाउजूलाई यस्तो धोका दिने होइन भनेर सम्झाएँ। त्यसपछि हामी घरतर्फ लाग्यौँ। यति भन्दै पारा।